म यहाँ विपक्षी दलको सांसदको हैसियतले केही कुरा राख्न गइरहेको छु। जुन किसिमले यो बिल ल्याइयो त्यसमा मेरो विरोध छ। जो पार्लियामेन्टलाई छलेर जुन किसिमले अध्यादेश मार्फत त्यो आफैमा एउटा भनौँ न लोकतान्त्रिक विधिलाई मिचिएको लाग्छ र भनिन्छ जहाँ लोकतन्त्रमा पारदर्शिता हुँदैन, पारदर्शिता बिनाको लोकतन्त्र र जवाफदेहिता बिनाको शासकीय अधिकारले अन्ततः निरङ्कुशता र भ्रष्टाचारलाई नै निम्त्याउँछ। यहाँ सरलीकरणको नाममा जुन किसिमको अपारदर्शिता अपनाइएको छ त्यसले अन्ततः भ्रष्टाचारलाई नै निम्त्याउँछ। र केही कुराहरू खास गरेर जो यहाँ राखिएको छ, जो तजविजी अधिकार, कर्मचारीलाई तजविजी अधिकार, जो डिस्क्रिप्सनरी पावर, त्यसमा 15% भन्दा बढीको जो भेरिएसन अर्डरलाई चेन्ज गर्न सकिने त्यो आफैमा एउटा अलोकतान्त्रिक विधि जस्तो लाग्छ, जहाँ कि असीमित एउटा कर्मचारीलाई अधिकार दिइन्छ, त्यो फेरि एउटा भ्रष्टाचारलाई निम्त्याउँछ।